सबैजनालाई स्वागत छ मेरो छोटो रिलमा। मैले चाहिँ इन्डियामा चाहिँ रोमानियाको लागि इन्टरभ्यूमा के सोधिन्छ म इन्टरभ्यू सकेपछि चाहिँ म तपाईँहरूलाई भिडियो बनाएर तपाईँहरूलाई देखाउँछु भनेको थिएँ। त्यहाँ चाहिँ उनीहरूको मन परि हुँदो रहेछ होइन। 8:30 बजीदेखि इन्टरभ्यू एकदम भटाभट हुने रहेछ। अब उसको मन लाग्यो होइन, उसलाई जे मन, कुनैलाई चाहिँ 3टा सोधेको छ, कुनैलाई 4वटा 5वटा होइन। त्यहाँ एकदम चाहिँ काउन्टर अनुसार हुने रहेछ, 6वटा काउन्टर हुने रहेछ। म चाहिँ 2 नम्बर परेको थिएँ। 2 नम्बरमा चाहिँ अलिक धेरै सोध्दो रहेछ होइन। मलाई लगभग 12वटा जति क्वेसन सोध्यो। 3 नम्बर काउन्टरमा मेरै रुममेट मेरो साथी उसलाई 3वटा मात्रै क्वेसन सोध्यो रे काउन्टर नम्बर 3मा। मलाई 2मा चाहिँ धेरै सोध्यो, अर्को मेरो अरे। अनि तपाईँहरूले रोमानियाको लागि अथवा जुनै युरोप कन्ट्रीको लागि चाहिँ कम्पनीको नाम चाहिँ तपाईँहरूलाई अनिवार्य सोध्ने नै रहेछ होइन। कम्पनीको लोकेसन, अनि त्यसपछि कम्पनीको नाम, अकोमोडेसन, त्यो क्याम्पको लोकेसन, तिनीहरू चाहिँ अनिवार्य सोध्दै रहेछ। सोध्ने प्रायः जसो धेरै चाहिँ सोध्ने रहेछ। अनि त्यसपछि चाहिँ मलाई चाहिँ अब कम्पनीको नाम सोध्यो होइन। त्यसपछि लोकेसन, सेलरी कति हो भनेर सोध्यो, अनि म्यारिड हो कि अनम्यारिड हो भनेर सोध्यो। त्यसपछि फेरि किन जान चाहन्छौ रोमानिया त्यो पनि सोध्यो होइन। किन जान चाहन्छौ, त्यसपछि अनेक आफ्नो मनमा जे आयो त्यही सोधिदियो होइन। अब पास भइन्छ फेल भइन्छ त्यो थाहा छैन, तर इन्टरभ्यू चाहिँ दिएर आइयो दिल्लीमा। हिजो बेलुका आइपुग्यो। अब तपाईँहरूलाई भिडियो एकदम दनादन आउँछ है त फेसबुकमा।